भाग 2 मा उहाँले चाहिँ कट्टु लाउने प्रयास गर्दै उहाँ दिक्क भएपछि उहाँलाई रिस उठेपछि कट्टुलाई छोडेर उहाँ चाहिँ आफ्नो भोजनतिर लाग्नुहुन्छ। हगि धेरै सङ्घर्ष गर्नुभयो, धेरै प्रयास गर्नुभयो अनि त्यहाँबाट चाहिँ उहाँले चाहिँ त्यो सफलता हासिल हुने सम्झिनु भएन। उहाँलाई चाहिँ कपडा लगाइदिँदाखेरि कट्टु लागेको याद छ नि त, तर उहाँले प्रयास गर्नुभयो किनभने उहाँ सानो हुनुहुन्छ। सानो भएको कारणले त्यसमा चाहिँ सफलता हासिल गर्न सक्नु भएन, तर उहाँको चाहिँ प्रयास भने निरन्तर जारी थियो। अब उहाँलाई आफैलाई रिस उठिसकेपछि अब त्यसलाई हेर्नुभन्दा नहेर्नु बेस्ट भनेर आफ्नो खानातिर, भोजनतिर, आफ्नो खाजातिर लाग्नुभएको छ। आफ्नो बच्चाहरूको बारेमा अलिकति निगरानी, ध्यान गर्ने। सानो ल आर्सियालाई ताली बजाइदेऊ, ताली ताली।